चितवन जाँदै हुनुहुन्छ भने यो दुईटा ठाउँको फुड मस्ट ट्राई गरेरै जानु होला है त। फर्स्टमा छ हाम्रो भेटघाट रेस्टुरेन्ट। तास र भट्टीमा तपाईँको नेपालमा मैले जन्माएको 2044 सालदेखि त मैले सुरु गरेँ हो। मैले सुरुवात गरेको यसको चाहिँ धेरै लामो कहानी छ तपाईँको। जुन मसला अहिले तपाईँले जुन स्वाद खानुहुन्छ भन्दा त क्रिकेट खेले जस्तो कुरा हुन्छ। नेचुरल स्वाद निकाल्न मैले 1 वर्षको कठोर मेहनतले चाहिँ आज यो स्वाद मैले चाहिँ जनमानसमा पस्कन सफल भयो। तास र भट्टीमा तपाईँको नेपालमा मैले जन्माएको। म राजाबाट पनि चाहिँ तपाईँ सम्मानित भएँ, तपाईँको राष्ट्रपतिबाट पनि सम्मानित भएँ। बुटोलमा पनि छिट्टै खोल्नु होला। हस्, धन्यवाद। हो नि, बुटोलमा त जाने मेरो एकदम सोच छ। म जान्छु नै एकदम चाहिँ बुटोलमा चाहिँ। मोस्ट वेलकम हजुरलाई। र यो टिमलाई चाहिँ मेरो चाहिँ तर्फबाट र भेटघाट रेस्टुरेन्ट तर्फबाट र मेरो फन पार्कको तर्फबाट एकदम धेरै धेरै चाहिँ धन्यवाद। तपाईँहरूको प्रगति उन्नति हुँदै जाओस्, यही मेरो चाहिँ शुभकामना। अनि त्यसपछि सेकेन्डमा छ हाम्रो घ्याम्पे मोमो। फेमस चाहिँ घ्याम्पे मोमो, एकदम स्पेसल झोल मोमो भनेर नै फेमस भएको छ। त्यसपछि यो होटल भनेको विगत लगभग 17 वर्ष अगाडिदेखि सञ्चालन भइरहेको छ। हाम्रो यहाँ भनेको एकदम स्पेसल भनेको झोल मोमो, बफ सेकुवा लगायतका अन्य सुकुटी छोइलाहरू पनि हुन्छ। त्यसमा विशेष गरेर भनेको झोल मोमो नै फेमस छ हाम्रो लागि। खानेकुरा मिठो छ भन्ने हामीलाई लागिरहन्छ, त्यस कारणले नै होला यहाँ मान्छेहरूको त्यस्तो चहलपहल भएको भनेर। खास नाम के खाजा घर हो। तपाईँहरू पनि चितवनमा घुम्न आउँदै हुनुहुन्छ भने एकचोटि अवश्य आउनु होला। यसको लोकेसन भनेको हाम्रो भरतपुर 9 गोन्द्राङ विकास चोक 1 नम्बर गेटबाट 100 मिटरभित्र पर्छ। ठ्याक्क यो कोकाकोला फ्याक्ट्रीको पछाडिपट्टि पर्छ। चितवनमा अझै यस्तै लोकल फुडहरू हजुरहरूले हामीलाई कमेन्टमा सजेस्ट गर्न सक्नुहुन्छ। ट्राभलर फुडीलाई फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू।